थाहा छैन म यो संसारमा किन जन्मेँ। मलाई थाहा छैन म यो संसारमा कहिले मर्छु। मलाई मेरो भविष्यको बारेमा केही पनि थाहा छैन। त अन्धाधुन्दा एउटा यात्री हुँ, यात्रा गरिरहेको छु, जस्ट टाइम ट्राभल मात्र गरिरहेको छु। गन्तव्य केही पनि थाहा छैन, न त डेस्टिनी थाहा छ कहाँ पुग्नु पर्ने हो। एक्लै मेहनत गरिरहेको छु। मलाई धन सम्पत्ति चाहिएको छैन, न त केही कुरामा लोभ लालचै छ। मैले के कुरा उपलब्धि गरौँ मलाई केही पनि थाहा छैन। जस्ट हिँडिरहेको छु आफ्नो बाटो। एक न एक दिन त पुग्ला नि ईश्वरको अगाडि। कति साथीहरू, कति आमा बाबा, कति दाजुभाइ दिदीबहिनीहरू भेटे, तर के गर्नु, सबै आफ्नो यात्रातिर हिँडिरहेका छन्। म पनि आफ्नो यात्रामा हिँडिरहेको छु। शरीर छोडेर त जानु नै छ एक दिन। संसार छोडेर पनि जानेछु, तर कहाँ जान्छु, अहिले के गर्दैछु, के हुनुपर्ने हो, कस्तो गर्नुपर्ने हो, केही पनि थाहा छैन। जस्ट हिँडिरहेको छु, यात्रा गरिरहेको छु, अनि यात्रा गर्दछु, गरिरहने पनि छु। कहिलेकाहीँ म र मेरा भावनाहरू जुझिरहँदछु, अनि कहिलेकाहीँ म यात्राबाट विश्राम लिएर सोध्छु,